विगतको लामो समयदेखि एकदमै धेरै दुःख पाउँदै आइरहेकी बिचरा निर्दोष भुन्टीले अब आउने समयमा सुख पाउने कुरा पक्का भइसकेको छ। पछिल्लो समय आफ्नो घर र आफ्नो श्रीमान भूपेन्द्र दुवैलाई सधैँको निम्ति त्यागेर आफ्नो घरबाट निस्किसकेपछि भुन्टीको जीवनमा सुख आउने कुरा भने पक्का भइसकेको थियो। विगतको लामो समयसम्म बिचरा निर्दोष भुन्टीले कुनै पनि गल्ती नगर्दै पनि एकदमै धेरै दुःख पाइसकेपछि पछिल्लो समय भुन्टीको ससुराले भने भुन्टीलाई उक्त घरबाट निक्लन आग्रह गरिसकेका थिए। विगतको समयमा पनि भुन्टीले आफ्नै श्रीमान भूपेन्द्रको कारण एकदमै धेरै दुःख पाएको र पछिल्लो समय पनि भुवनकी श्रीमतीले भुन्टीलाई एकदमै धेरै हेला गरिसकेपछि भूपेन्द्रको बुबा अर्थात् भुन्टीको ससुराले भने भुन्टीलाई उक्त घरबाट निकाल्न बाध्य भइसकेका थिए। पछिल्लो समय मृत्युको मुखबाट फर्क्याइसकेपछि आफ्नो श्रीमान भूपेन्द्र बोल्न र हिँडुल गर्न सक्ने अवस्थामा नपुगुन्जेलसम्म सेवा गर्नकै निम्ति भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई अस्पतालबाट घरमा ल्याइसकेकी थिइन्। भूपेन्द्रको शारीरिक अवस्थामा सुधार नआउन्जेलसम्म भुन्टीले भने भूपेन्द्रको सेवा गर्ने निर्णयसम्म लिइसकेकी थिइन्। तर भूपेन्द्र निको नहुँदै पछिल्लो समय भुन्टी भने उक्त घरबाट निस्किएर गइसकेकी थिइन्। आफ्नो श्रीमान भूपेन्द्रले आफूलाई विगतको लामो समयदेखि जति नै हेला गर्दै आए तापनि पछिल्लो समय भुन्टीको जीवनमा भने उनलाई एकदमै धेरै माया गर्ने एकजना व्यक्ति भने आइसकेका थिए। पछिल्लो समय भुन्टीको जीवनमा भने उनलाई एकदमै धेरै माया गर्नुको साथसाथै उनीसँग आफ्नो सम्बन्ध राम्रो बनाउन खोजिरहेका एकजना व्यक्ति भने फेला परिसकेका थिए। विगतको समयमा भुन्टीलाई आफ्नो श्रीमती बनाउनको निम्ति उनको हात माग्न उनकै घरमा पुगेका उक्त व्यक्तिले भने पछिल्लो समय भुन्टीको विवाह अर्कै व्यक्तिसँग भएको कुरा थाहा पाइसकेपछि एकदमै धेरै निराश पनि भइरहेका थिए। तर यता भुन्टी पनि पछिल्लो समय आफ्नो श्रीमान भूपेन्द्र र आफ्नो घर त्यागेर निस्किसकेपछि अब आउने समयमा भुन्टी र उक्त व्यक्तिको सम्बन्ध राम्रो भएर उनीहरूको विवाह हुन सक्ने सम्भावना पनि देखिसकेको थियो। भुन्टीको जस्तै असल व्यवहार र इमानदार उक्त व्यक्तिले भने अब आउने समयमा भुन्टीको जीवनमा खुसी ल्याउन सक्ने सम्भावना देखिसकेको थियो।